दर्शकवृन्द, प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच आइतबार 4 घण्टा लामो वार्ता भएको छ। काठमाडौँको बुढानीलकण्ठ स्थित लामिछानेको निवासमा उनीहरूबीच 4 घण्टासम्म वार्ता भएको हो। आइतबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री बालेन्द्र र लामिछाने बीच पछिल्लो राजनीतिक अवस्था, सुकुम्बासीको अस्तव्यस्त जीवन र मुलुकको पछिल्लो परिस्थितिबारे छलफल भएको बताइएको छ। दुवैजनाको सचिवालयका सदस्यहरूले दिएको जानकारी अनुसार रविले बालेन्द्रलाई समय बदलिएकोले परिस्थिति निहालेर काम गर्नुपर्ने सुझाएका थिए। उनीहरूबीच सुकुम्बासी व्यवस्था र सरकारको कामबारे भइरहेको तीव्र असन्तुष्टिका विषयमा लामो संवाद भएको छ। दुवैजना बीच एक्लै वार्ता भएको हो। 3 घण्टा लामो छलफल भएको हो। धेरै समय उहाँहरू एक्लै बस्नुभयो। त्यस बीचमा केही नेताहरू उपस्थित भएको हुनुपर्छ, एक सहयोगीले भने। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले रविलाई भेट्न बालेन आफै बुढानीलकण्ठ पुगेका हुन्। उनीहरूबीच आइतबार बिहान 11 बजेदेखि 3 बजेसम्म संवाद भएको हो। शुक्रबार बेलुका टेलिफोनमा संवाद गरेपछि उनीहरू छलफलमा बसेका हुन्। आइतबार मात्रै आधा दर्जन मन्त्री लर्को लागेर सुकुम्बासीलाई भेट्न भक्तपुरको खरीपाटी पुगे। सुकुम्बासीलाई भेट्न गृहमन्त्री सुदन गुरुङ, स्वास्थ्य मन्त्री निशा महता, शिक्षा मन्त्री रश्मिता पोखरेल, श्रम मन्त्री रामजी यादव, महिला मन्त्री सीता वादी र भूमि व्यवस्था मन्त्री प्रतिभा रावल खरीपाटी गएका थिए। तर रवि र बालेन अझैसम्म गणेश नेपालीको आत्मदाह र सुकुम्बासीको पीडाबारे एक शब्द बोलेका छैनन्। उनी माइतीघर मण्डलामा सुकुम्बासीहरूले विरोध चर्किरहँदा मन्त्री भने खरीपाटी पुगेर केही सुकुम्बासीका प्रतिनिधिहरूसँग गफ गरेर फिरेका छन्। दर्शकवृन्द, तपाईलाई आजको यस खबर सुनेर मनमा कस्तो प्रसङ्ग आयो, तपाईको मनमा लागेको कुरा तल कमेन्ट बक्समा कमेन्ट गर्न पनि नबिर्सिनुहोला। फेरि पनि यस्तै खबरका लागि च्यानललाई सब्स्क्राइब गरिरहनुहोला। फेरि पनि यस्तै खबर लिएर उपस्थित हुने बाचा गर्दै आजको लागि चाहिँ बिदा दिनुहोला। हस्त नमस्कार, जय नेपाल।